नमस्ते, मेरो नाम प्रगति भण्डारी। अहिले चाहिँ म फिनल्यान्डमा युनिभर्सिटी अफ भासामा मास्टर्स इन अटोमेसन इन्जिनियरिङ विथ मेजर इन रोबोटिक्स पढिराखेकी छु। यो समरमा फिनल्यान्डमा चाहिँ 3 महिना सबै युनिभर्सिटीहरू बन्द भएर स्टुडेन्ट्सहरूले चाहिँ काम गर्ने खालको वातावरण हुन्छ र यही मौकामा मैले एउटा च्यालेन्ज सुरु गर्दैछु र यो च्यालेन्ज भनेको चाहिँ 5 महिनामा मेरो पैसा कमाउने च्यालेन्ज हो। यो च्यालेन्जमा मैले जति सक्यो धेरै अनलाइनमा पैसा कमाउने कोसिस गर्नेछु मेरो ल्यापटपको प्रयोगबाट भनौँ। अनि त्यसपछि यो 5 महिना चाहिँ मैले अप्रिल 1 देखि अगस्तको लास्टसम्म 50,000 युरो कमाउने लक्ष्य राखेकी छु। त्यो भनेको नेपालीमा लगभग 78 लाख हुन जान्छ अहिलेको एक्सचेन्ज रेट अनुसार। र यो एकदमै उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भने जस्तो खालको योजना छ, लक्ष्य छ। तर पनि मैले मेरो 100% दिएर यो लक्ष्य प्राप्त गर्न कोसिस गर्नेछु र यसको लागि चाहिँ मैले केही योजनाहरू बनाएकी छु। मेरो योजना अन्तर्गत मैले चाहिँ मेरो वरिपरि देखेको प्रब्लमहरूको सल्युसन खोजेर त्यसलाई क्याच गर्ने कोसिस गर्नेछु र एउटा चाहिँ मैले सिभी मेकर एप्लिकेसन लन्च गर्दैछु जसमा चाहिँ युजर्सले 1 मिनेटभित्र आफ्नो सिभी जेनेरेट गर्न सक्नुहुन्छ र यो चाहिँ फ्री टु युज हुनेछ र एड्स पनि डिस्प्ले हुने छैन। यो टोटल्ली फ्री छ। यो सिभी मेकरमा चाहिँ मैले जति सक्यो धेरै युजरहरू जेनेरेट गरेर यसलाई बेच्ने अथवा केही गरे यसबाट क्यास जेनेरेट गर्ने कोसिस गर्नेछु। र मेरो अर्को योजना चाहिँ यो च्यालेन्जको लागि एमाजोनमा लो कन्टेन्ट बुकहरू बेच्ने छ। यसको लागि चाहिँ म आफैले लो कन्टेन्ट बुकहरू डिजाइन गरेर एमाजोनको किन्डल डाइरेक्ट पब्लिसिङमा मैले बेच्न राख्नेछु। र मेरो योजना अन्तर्गत मैले दिनको एटलिस्ट एउटा किताब बेच्न राख्नेछु। त्यो अहिले खासै सिजन चाहिँ होइन, किनकि मैले मोस्टली बच्चाहरूको ड्रइङ बुक्स अनि त्यसपछि जर्नल्सहरू बेच्न राख्नेछु। यसको लागि यो चाहिँ Q4 मा चाहिँ एकदमै राम्रो बिजनेस आइडिया हुनसक्छ। अहिलेको लागि चाहिँ नट सो गुड आइडिया बट अल्सो आई एम गन ट्राई इट। अनि अर्को चाहिँ मैले प्रडक्टहरू टेस्ट गर्नेछु र सकेसम्म आफूले एउटा इकमर्सको लागि ब्रान्ड जेनेरेट गर्ने कोसिस गर्नेछु र प्रडक्टहरू टेस्ट गरेर विनिङ प्रडक्ट भेटायो भने चाहिँ त्यही विनिङ प्रडक्टको वरिपरि रहेर एउटा ब्रान्ड क्रिएट गरेर जति सक्यो धेरै रेभिन्यू जेनेरेट गर्ने कोसिस गर्नेछु। र यो च्यालेन्जमा मैले एआईको भरपुर प्रयोग गर्नेवाला छु र फेसलेस इन्स्टाग्राम च्यानल्स युट्युब च्यानल्सहरू क्रिएट गरेर त्यसबाट मोनिटाइज गरेर पनि केही क्यास गर्ने कोसिस गर्नेछु। र एउटा मेरो आफ्नो एउटा योजना छ जुन अहिले म रिभिल गर्न चाहदिनँ। त्यसको लागि चाहिँ तपाईँहरूले मलाई फलो गर्दै जानुभयो भने पछि म बताउने छु। र यो सबै बिजनेस आइडियाजहरू म टेस्ट गर्नेछु र हेर्नेछु कुनले रिटर्न दिन्छ कुनले रिटर्न दिँदैन। त्यही अनुसार राम्रो भएको र फ्युचरमा पोसिबिलिटी रहेको आइडियाजहरूलाई म राख्नेछु। अरूलाई चाहिँ म आइडियाजलाई किल गरेर कुनै काम गर्ने आइडियामा मात्र फोकस भएर सकेसम्म यो 5 महिनाको च्यालेन्जमा 15 दिन त बितिसक्यो। अब आगामी दिनहरूमा चाहिँ मैले जति सक्यो क्यास गर्ने कोसिस गर्नेछु र मेरो लक्ष्य भनेको 50,000 युरोज 5 महिनामा। मैले आफूले जानेको आजसम्म सिकेको सबै कुरालाई केन्द्रमा राखेर यो लक्ष्य प्राप्तिको लागि 100% दिएर लागि पर्नेछु। र मैले चाहिँ युट्युबमा यो सबैको जानकारी दिँदै जानेछु। हप्ताको एटलिस्ट एउटा भिडियो मैले आफ्नो अपडेट राख्ने कोसिस गर्नेछु। त्यसको लागि मलाई सब्सक्राइब गर्नुहोला र फलो गर्दै गर्नुहोला। मेरो इन्स्टाग्राममा चाहिँ मेरो च्यानलको नाम prog_in_action छ। त्यहाँ चाहिँ मैले फन स्टप्सहरू बिहाइन्ड अरू मेरो काम कस्तो भइरहेको छ
सबै फन तरिकाले प्रेजेन्ट गरिराखेकी हुन्छु। त्यसैले फलो मी अन इन्स्टाग्राम एन्ड या गाइज लेट्स सी कस्तो हुन्छ यो च्यालेन्ज। मैले यो उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भने जस्तै गरी एकदमै ठुलो योजना बनाएकी छु। यो मेरो चाहिँ यो सबै यो प्रोजेक्ट चाहिँ यो च्यालेन्ज चाहिँ मात्र 100 युरो अर्थात् नेपालीमा 15,000 जति हुन्छ। त्यो इन्भेस्टमेन्टबाट सुरु गर्नेछु र बाँकी मसँग कुनै पनि क्यापिटल पनि छैन र कुनै क्यापिटल युज पनि गर्ने छैन। सबै ग्राउन्ड लेभलदेखि म माथि जाने कोसिस गर्नेछु र आई एम स्योर आई एम गोना गेट दिस। सो फलो मी। बाई बाई।